लङ टाइम पछि म चाहिँ आज भिडियो खिच्दैछु। ए ल ल आज होली विशेष कार्यक्रम छ र म चाहिँ हाम्रो उहाँ मिसको घरमा यो नयाँ आफ्नो संस्कार अनुसारको राम्रो त राम्रो छ नि, संस्कार अनुसार त्यस्तै त हो नि। चाल चलन आफ्नो जात जाति संस्कार अनुसारको सबै यहाँ छ। मैले तपाईँहरूलाई देखाउँछु। यहाँनिर के रे मिस्यो दरी डेरी डेरी ए डेरी यो चाहिँ धान राख्ने यो सबै छ। यो भए जतिको सबै धान हो। अनि यता चाहिँ के रे भौका कपडा राख्ने। पुरानो जमानामा थारू समुदायमा पुरानो जमानामा कपडा राख्ने एउटा एक प्रकारको बाकस होइन, आफै बनाएको हो, ह्यान्डमेड हो यो चाहिँ। अनि यो चाहिँ भौका एक प्रकारको यो चाहिँ बाकस हो। पुरानो जमानामा चाहिँ थारू समुदायले आफूले हातले बनाएको बुनेको चाहिँ यो प्रयोग हुने रहेछ। र अहिले पनि धान राख्नको लागि यो प्रयोग गरिन्छ। यो डेरी अथवा पूर्वतिर अलि अर्कै पनि भनिन्छ होला यसको नाम। यता सबै धान छ। डेरी यसमा अर्कै पनि भन्छ है नाम, के पूर्वतिर के भन्छ कि अर्कै? भकारी नै अर्कै भन्छ। डेरी नै के भन्छ हो अर्कै, मलाई अघि आएको थियो अहिले आएन। अनि हामी चाहिँ होली मनाउन यता आइरहेको अवस्था हो। होली अलिअलि बाटोमा 30-25 जना टोलीहरूलाई दिँदा दिँदै हैरान पैसा होइन मिस? तातै धानै धान। यो कति लेयरको हुन्छ? यो धेरै हुन्छ बाक्लो पातलो हुन्छ। अनि कसरी निकाल्नुहुन्छ त्यो धान? निकाल्ने ठाउँ चाहिँ यहाँ, धान निकाल्ने ठाउँ चाहिँ यहाँ। यो खोलेसी सर्रै आउँछ है? पुरै आउँछ निकाल्ने। अनि यतिसम्मको आउँछ, यहाँदेखि त हातले टान्नुपर्छ। भोलि छ भने त आउँछ होला। निकाल्ने अनि फेरि टाल्ने हो। यहाँ चाहिँ चौधरीहरूको कुल पूजा गर्ने देउता के भन्छ? देउतालाई के भन्छन् तपाईँहरू? के पुज्नुहुन्छ? कालरात्रि खै म थाहा पान्न। के पूजा गर्नुहुन्छ? भाले साले केही भाले पूजा गर्नुहुन्छ। अहिले पनि कपडा राख्ने बाकस यिनीहरू हुन् है? यिनै हो। हेर्नु त यी अर्को त छ। त्यही पनि अब यसमा अलि सुरक्षित नफाल्ने भन्छन् के। अनि पुरानो किन? हामी त फाल्दिनु भन्छौँ, नफाल्ने भन्छौँ। किन फाल्ने त नि? राम्रो त छ त। छुट्टै प्रकारको अर्ग्यानिक यो आफ्नो संस्कार संस्कृति अनुसारको भिन्नै किसिमको धेरै राम्रो लाग्यो मलाई चाहिँ। आउनु भएन मम्मी? अब पकाउन त के पकाउने हामीले? अब चाहिँ हामी चाहिँ आज होली विशेष बुङ्गुरको मासु खाइन्छ गाइज। सबैजना खेतीपातीतिर जानुभएको रहेछ नि, त्यही भएर हामी चाहिँ भात सबै छ। यो चाहिँ चुलो। माड तपाईँले थाहा पाउनुहुन्छ कि नै? माड यी यस्तो बनाउँछन् के, कस्तो यो काम देखाएर खाएपछि कस्तो मिठो हुन्छ यो माड। के को यो? चामलको, चामल र अलिअलि मिसाएको मकै चाहिँ यो चाहिँ यो के अरे ढेँडो टाइपको हो? ढेँडो होइन, माड नै भन्छन् यसलाई। माड नै भन्छन्। आगोमा चट्ट कति राम्रो चट्ट पारेर पकाएको। यो फेरि के हो? यो ढाकेको खै के मासु ढाकेछन् के ढाकेछन्? मासु नै होला। भाँडा राख्ने यो सबै अर्ग्यानिक, सबै राम्रो। यही मात्रै हो चाहिँ नयाँ किनेको नि होइन? सबै आफैले बनाएको है, ह्यान्डमेड। यो चाहिँ के हो नि फेरि? यो डल्लो
यो सानो डल्लो चामल राख्ने ए चामल राख्ने हो फेरि ए माटैको होइन माटैको अनि यो कहाँबाट बनाउने त कुन माटो ल्याएर बनाउने माटो त जङ्गलमा पाइन्छ त्यही माटो ल्याउने अनि बनाउने अनि बल्ल सुकेपछि यहाँ राख्ने अनि चामल राख्ने ए बाहिर सुकाउने हो बनाउँदै सुकाउने जाँड हेर्नु यो देखाइदिनु डेब्बा क्या जाँड हो जाँड छ यहाँनिर साथीहरू सबै यो जाँड हो है खाने आउनुहोस् है कतैतिर छ्याङ भन्छ कति के भन्छ यतातिर जाँड भन्छ यो सबै जाँडको सबै त्यही भएर बसिरहेको थियो अघि हो नखाने फेरि फर्किने छ नि त स्कुटीमा आउनु भएन त म कति टाढा हिँड्न सक्नु अनि यतातिर चाहिँ यस्तो छ यतातिर बाहिर जाने एक्जिट गेट ढोका होला अनि आफ्नै तरिकाको आफ्नो यसको यो चाहिँ श्रीकृष्ण जन्माष्टमीमा बनाएको चित्र ती राम्रो छ यो हेलिकप्टरदेखि लिएर सबै ती राम्रो बनाएको लडे ढले यतातिर यो सबै माटोको एउटा काठको रहेछ होइन यतापट्टिको काठको त्यो चाहिँ ठुलो चाहिँ के हो त्यो पनि माटाकै हो त्यो पनि माटाकै हो काठको जस्तै छ त ए यो पहिलेदेखि हान्ने चलन के भन्छ थारू भाषामा यसलाई टीका भन्छ यो नहाने पार के हुन्थ्यो खतरा है टेटो आफ्नो जातमा मिल्दैन रे नचल्ने रे यो हानेपछि जातमा चल्ने रे थारू जात आफै घरमै हाने हो यो चाहिँ के खुट्टामा आजकल त चाहो जाए आजभोलि हान्दैनन् होइन होली को सुन त भन्ने कहाँ नजिकै है अबीर पास्ता हो औदिने कबीर नल्ल कबीर भागे थे कबीर अब चाहिँ हामी खाना खाने कार्यक्रम हुँदैछ यतातिर हाम्रो मिसले खाना पस्किँदै हुनुहुन्छ तातो 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 चुवाचेको मासुसँग हामीले यहाँ बसेर खाँदैछौँ सम्म भात अब चाहिँ हामी अब यहाँ दिनलाई बसेर पर्दैन भात तातो छ नि त खाने हो कि हामीलाई त लखत दिन्छन् के हो यो 2 जना सब्जी आलुको
आलुको सब्जी हो खाने त हो मम्मीले बनाएको हो सब सधैँ त म बनाउँछु मेरो मम्मीले खानुहुन्न कि मासु हो र किन खै चोचेको मासु कत्रा खाते दिले हाइ बिराट कोटा कनु हाइ धेरै गयो मैले पानी धेरै हाले के ठिक छ त गिलो भएर छ पुरा बिहान केले त्यो का उठेर मना मना प्याट बट्थे कि र खा बट्थे दुखी रहन्छन् पिरो नखानु नि त र बट्थे खा फेरि चुपाउँछन् फेरि बठाउँछन् के होला यो पिरो नखानु मेरो मम्मीको कहानी सुन्नुहुन्छ धेरै पिरो त आजकल सुनाउनु त मिस कोरो भोरा लाग्छ किन चाहिँ त रिजल्ट बे पिरो खानु न मलाई पनि कति धेरै व्यायाम भएर अघि अस्ति भर्खर है को भात मन पर्छ पिरो भात मन पर्छ है मोटो चामल हुन्छ त त्यो मन पर्छ रे हाइब्रिड मन पर्दैन रे तपाईले हाइब्रिड पकाउनु भएको किन मोटो रसिलो पनि हुन्छ हैन हो काकी केटी हो दाल त छैन जस्तो थाहा त होइन दाल पकाइने जुन चाहिँ कुकरमा दाल बनाउन आउँदैन रे कुकरमा डराउँदैन ग्यासै बाल्न सक्नुहुन्न त डराउँछु क्या हामीले आएर होली लाएर ह्याप्पी होली खाना खानु भयो साइले अन्ति हैन हाम्रो कालीले पकाइछ माफे त बत्ती किन पकाइटोगे बिहान दिनको अब धेरै पछि खानुभयो बङ्गको मासु फेरि गाउँको अर्को मिठो हुन्छ नि पाहुनी गयो म नि धेरै पछि खाएँ भाइ मिस अब पहिला खाथे दसैँमा खाथे क्या दसैँमा खाथे त्यस्तो पछि बल्ल दसैँमा खाथे घर आएको बेला तिहारमा थिएन हुन्न कति किलो भयो बुङ्गु थाहा छैन रे थाहा छैन कति किलो भयो मिसा हैनन् ह्याप्पी होली गर्मी भयो उता क्युट क्युट क्याट भयो 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 नचे तर भयो 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 तेरो तेरो
हामी चाहिँ होली अब लगभग यताको सम्पन्न गर्यौं। अब चाहिँ तरकारीको बन्दोबस्त गर्दैछौं। सिमी टन्नै फलेको रहेछ यहाँ। अब यो सिमी टिपेर हामी हिँड्ने हैन मिस? हजुर के काट्दै? ए भाले कल दाइले गुदेली के गर्दै हुनुहुन्थ्यो त? ए नरको पानीले भिजेर रहेछ है यस्तो लत्तै भएको। यो नहर हो, यसमा पानी आउँछ जहिले। उता उता पनि छ, म घाँस काट्न गएको उता पनि छ। हेर्नु न हेर्नु माछामा हाम्रो बारी सिधै परेछ। नहुने त यहाँ त जस्तो पनि हुन्छ होला त तरकारी खेती त मजाले है। गर्न सके त हुन्छ, के गरौँ मान्छे नै छैन। मान्छे छैनन्, फेरि अरू खेती पनि गर्नु पर्यो। तरकारी मात्रै बिक्री भएर पुग्ने भयो भएन। मसुरो लाउनै पर्यो, गहुँ लाउनै पर्यो। त्यही त देख्नु आमा भन्नुभएको थियो हजुरको आमा मम्मीले त पाकेको छ है के भन्नुभएको थियो त? के बोलौँ भन्नुभयो होला। हेर सोध्नु भयो कपाल अनि बोल्न नजानेर होला के? कपाल जहिले काट्छौ यस्तै भन्न खोजेको कि कपाल काटेछौ भन्नुभयो? भने हामी चाहिँ अब बाले साले काटेर बाले खाएर जाने भन्ने कुरो काहीँ छ। बाले काट्दै लखड्दै छोप्नलाई त्यहाँनिर। बाले लगाउँदा हैरान। थाकेछ अब थाकेछ होला हो त्यतै गएको छ के अरे? बिचरा थकायो। टोली आयो, होलीको टोली। होलीको टोली आयो। होलीको टोली ल होलीको टोली आयो। ल होली होली हुन्छ अलिअलि ह्याप्पी होली। बनाउनु रहेछ त किन हो? होली गाइज होली यस्तो छ। होली रङ दली जताततै। फाइनली गाइज हामी होली खेलेर आउँदै गरेको अवस्था बाटोमा आज चाहिँ चन्द्रग्रहण लाग्ने हो रे। अहिलेसम्म त लागेको छैन, आकाशको अवस्था त्यस्तो छ। हामी यति बेला बाटोमा छौँ। अहिले चाहिँ होली खेलेर बाटो छेक्ने टोलीहरू चाहिँ छैन है गाइज।
यो हो आजको मौसम आजको खै बहिनी